अब चाहिँ गाइस यसमा एड हुन्छ के भन्दाखेरि हल्का से प्याज हालिदिन्छु। यसरी हाल्नुपर्छ खसीको मासुमा चाहिँ प्याजहरू। गाइस पहिले नै मसला आइटम एड गर्नु हैन। यो आयो यस्तो गरेर राख्दा कस्तो क्यामेरा अब त्यहाँ पछाडि के आउँछ मलाई त देख्नुहुन्छ होला एकैछिन यति गर्न सकेर। अब यसमा आउँछ अदुवा लसुनको पेस्ट। अदुवा लसुनको पेस्ट यसरी चाहिँ बनाउनु भने एकदमसँगले बब्बाल तरिकाको पारा सब्जी हुन्छ है गाइस। यसरी सब मिक्स गर्नु पहिले हल्का मिक्स गर्नु गाइस हल्का हैन। अदुवा लसुन पनि भइहाल्यो। अब यसमा हजुरहरू हल्का से मिठा तेल एड गर्नु कसरी कति हाल्न मन लाग्छ हजुरहरूलाई। मैले हल्का अलिकति हालिदिइरहेको छु यसमा हजुरहरूको हिसाबले एड गर्नु। त्यहाँबाट यसमा आउँछ हल्दी हल्दी आयो। हल्दी आयो गाइस। त्यहाँबाट मिर्ची पाउडर यो एड गर्नु। मसलाको आइटम कसरी गाइस ठिकै छ यति नै रहेछ। अब यसलाई मिक्स गर्नु पर्यो मजाले।